कसैलाई मैले त सिनहरू खिच्दै हिँडेँ अनुहार देखाउनु हेर यहाँ आएर फर्नी कार है कि परिवारमा सधैँ गरी सान्त्वनाका बुद्ध भगवान खोइ तिमीहरू पानी माटो खै माटो यही बाटो
आयो भने आयो भने मोबाइल को ग्लास पे 90 में मोबाइल को ग्लास पे 90 में तिमीले हिँड्नै मन लाग्यो भइसक्यो हामी गएर के हुँदैन एकछिन हेर्न है कति अरे के हो यो बाटो आउँदैन अब हेलो हजुर यता बार्गेनिङ गर न तिम्रो हेरौँ कस्तो आउँदैछ ल बार्गेनिङ गरेर किन त तिमी कति घटाउन सक्दो रहेछ हेर्छु मिलाएर दिनु न त हेलो खोइ तिम्रो त कुरै कसैले सुन्दैन बार्गेनिङ डिस्काउन्ट माग न खोइ तिमीले के भनेर माग्दो रहेछ हेरौँ भनेको कति अरे कसले घटाएर किन्दो रहेछ पहिले हेरौँ भनेको बारे भयो लास्टमा छोडिदिने त्यो सानोलाई त 300 त धेरै भयो कति थियो ल्याउनु त एउटा यो ल्याउनु यो गाजाको यो ठिक हुँदैन यस्तो हुनु सौरो अट्छ त यसमा मोबाइलमा के गर्दैन त्यो भनेको बाहिर हिँड्दा काममा हिँड्दा पनि राम्रो लाग्यो तिम्रो विचार हो हामीले बोक्ने होइन तिमीले बोक्ने हो हुन्छ भने किन यो त ठिकै त यस्तो यो साइज त ठिक छ सानो कि त्यही हो
त्यो पनि हुन्छ नि त्यो मलाई फोन पनि गर्छु कान्छी कहाँ हो पछाडि छ आमासँग लिएर आउनु बाबा यस्तो नगर्नु त्यो पर्दैन के भयो त्यो हुन्छ त्यही हुन्छ छ पैसा किन्देऊ न सानो सानो कुन चाहिँ चुज गर त लौ कुन हो छाना ल which one सबै पो हेरे नि त यस्तो लग्यो यो फुल भएको यस्तो लग्यो यो त राम्रो छैन भन्छ यस्तो त्यस्तो मैले लग्दै थियो बच्चाले त्यस्तै लाउँछ हो त्यो ठिक छ त्यो त अहिले उ पर्तिर जाने उ पर्तिर छ खानी छ ओ जो राम्रो हुन्छ नि अघि दिने नानी पाँच तक मान्छे खै हुन्छ जले फेरि हो क्या साउजी छैन जान्छे लाइन फेरि हो 100 रुपैयाँ मित लाउने भयो भन म कुरा गरिदिन्छु हेलो हेलो मित लाउने भयो म कुरा राखिदिन्छु लाउने हो नलाउने मित लाउने भयो कुरा राखिदिन्छु त्यहाँ छ भने त मन्दिरमाथि बाँदर बाँदर नि त नि मित लाउने भयो म कुरा राखिदिन्छु भनेको नि त मैले भनेको देख्यो त नि देखे त नि तिमी मित लाउने भयो म कुरा राखिदिन्छु भनेको नि त त नि हो र त्यही त तिमी मित लाउने भयो म बोलाइदिन्छु भनेको के मित लाएर खानै पर्छ भन्ने छ र ऊ आइसक्यो तिमीलाई देखेर यहाँ आइसक्यो मित लाउने हो लाउने कि नलाउने मित लाउने भयो भन बोलाइदिन्छु हेलो स्वयम्भूको डाँडो फर्स्ट टाइम फर्स्ट टाइम त म आएको थिएन माथि जति थियो त्यति काटेर 50 रुपियाँ 50 रुपियाँ
म त 20 रुपैयाँ 30 रुपैयाँ दिनु के छ यता कहाँ नेटवर्क हुन्छ भर्खरै गरेको पुरानो पुरानो वास्तुकलाहरू हातले बुनेको नानी कहाँ गई स्वयंको आएको भाइ हातले मूर्ति बनाइरहनु भएको छ हस्तकलाका सामग्रीहरू सबै सजावटको लागि आउने पर्यटकहरूको लागि चाहिँ कुन ठाउँमा होला यो हिमालतिर माथि कता के गर्नु क्यामेरा सेटिङ यो बनायो नि उता नि बनाउनु यताबाट हिँड्दै आउँछ त्यसो यता भने भयो भयो भने मागेर हेर न
होइन आन्टी मैले त्यो साइडमा दिएँ मान्छे आयो मान्छे नआउने काट्दिनु फोनकै घुमेर आइसक्यो एक्लै ठुलो होइन ए त्यो पर्दा टाँगेको छ हरियो